1200 भन्दा बढी सुन्दा पत्यार नलाग्न सक्छ, तर यो कुनै सामान्य अङ्क होइन। यो त एउटै सप्ताहन्तमा, भनौँ न एउटै विकेन्डमा नेपालका विभिन्न सार्वजनिक निकायहरूबाट चटक्कै हटाइएका पदाधिकारीहरूको सङ्ख्या हो। एकै झट्कामा यति धेरैलाई बिदा गरिदा प्रशासनिक क्षेत्रमा कत्रो ठूलो भुइँचालो गयो होला हामी सहजै अनुमान गर्न सक्छौं। खासमा यो कसरी सम्भव भयो त? 2026 अध्यादेशको व्याख्या। अब यो सबै घटनाक्रमको केन्द्रबिन्दु के हो त भन्दाखेरि एउटै कानूनी अस्त्र, जसको नाम हो सार्वजनिक पदाधिकारीहरूलाई पदबाट हटाउने सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2026। राष्ट्रपति रामचन्द्र पौडेलले एउटा शनिबारको दिन जारी गर्नुभएको यो अध्यादेशले एकाएक जादु गरे जस्तै गर्यो। यसले सिधै 110 वटा विभिन्न कानूनबाट चल्ने निकायहरूमा मार्च 26 भन्दा अघि भएका सबै नियुक्तिहरूलाई अमान्य गरिदियो। मतलब कसैको कार्यकाल कति बाँकी थियो वा कुन शर्तमा नियुक्ति भएको थियो त्यसले अब कुनै अर्थ राखेन। अध्यादेश आयो र उहाँहरू सबै एकमुष्ट रूपमा पदमुक्त हुनुभयो। यो बर्खास्तीको भित्री संरचना वा भनौँ यसको एनाटोमी। यो कुरा बुझ्न हामीले अलिकति पछाडि फर्केर हेर्नुपर्छ। मार्च 5 मा चुनाव भयो, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 बहुमत ल्यायो। राजनीतिक माहौल यसरी फेरिएपछि मार्च 26 लाई मान्य नियुक्तिको कट अफ डेट अर्थात् अन्तिम मिति तोकियो र शनिबार त्यो बहुचर्चित अध्यादेश जारी भयो। यसको सोझो असर के पर्यो भने अघिल्ला सरकारले गरेका सबै नियुक्तिहरू खारेज भए। यहाँसम्म कि गत सेप्टेम्बरको जेनजी आन्दोलनपछि बनेको सरकारले गरेका नियुक्तिहरू समेत यसैको चपेटामा परे। हेर्दाखेरि यो विशुद्ध कानूनी मितिहरूको खेल जस्तो देखिन्छ, जसले पुराना सबै निर्णयहरूलाई पल्टाइदिएको छ। अब यहाँनिर एउटा एकदमै चाखलाग्दो कुरा छ। एकातिर हेर्नुस्, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यदेखि सत्यनिरूपण आयोगका 10 जना अधिकारीहरूसम्मलाई एकमुष्ट बिदा गरिएको छ। तर अर्कोतिर एउटा निकै दुर्लभ अपवाद पनि छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर विश्वनाथ पौडेलको पद भने सुरक्षित छ। किनभने उहाँको नियुक्ति मे 20, 2025 मा भएको थियो, कट अफ डेट पछिको नियुक्ति। यसले के देखाउँछ भने अध्यादेशले एकातिर पुरै बढारिदिएको छ भने निश्चित मितिपछि नियुक्त भएका एकदमै सीमित व्यक्तिहरू मात्र जोगिन सफल भएका छन्। प्रभावित संस्थाहरूको नाम मात्रै लिने हो भने पनि अचम्म लाग्छ। नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, कर्मचारी सञ्चय कोष, नेपाल दूरसञ्चार प्राधिकरण, प्राविधिक शिक्षा परिषद, नगर विकास कोष, यस्ता दर्जनौं महत्त्वपूर्ण निकायहरू छन्। यी त नेपालको अर्थतन्त्र र दैनिक प्रशासन हाँक्ने मुख्य इन्जिनहरू हुन् नै, होइन र? तर अहिले यी सबै निकायहरूले एकैपटक आफ्नो उच्च नेतृत्व गुमाएका छन्। साँच्चै नै एउटा ठूलो भ्याक्युम सृजना भएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको गम्भीर असर। शिक्षा क्षेत्रको कुरा गर्दा त यहाँ एउटा ठूलै पहिरो गएको छ। देशको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयलाई नै हेरौँ न। उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल सबै एकैपटक पदमुक्त। भन्नुको मतलब त्रिविको सम्पूर्ण कार्यकारी परिषद अहिले रित्तो छ। उता काठमाडौँ विश्वविद्यालयमा पनि उपकुलपति, रजिस्ट्रार र 60वटै स्कुलका डिनहरू हटाइएका छन्। राष्ट्रिय परीक्षा बोर्डको नेतृत्व पनि खाली। यो भनेको त समग्र उच्च शिक्षा प्रणालीकै मस्तिष्क एकैपटक शून्य हुनु जस्तै हो। स्वास्थ्य क्षेत्रको अवस्था पनि कम गम्भीर छैन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विक्रम प्रसाद श्रेष्ठसहित रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशक सबैलाई एकैसाथ बिदा गरिएको छ। वीर अस्पताल चलाउने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अर्थात् न्याम्सका उपकुलपति पनि बर्खास्तमा पर्नुभएको छ। त्यति मात्र कहाँ हो र, नेपाल मेडिकल काउन्सिल र नर्सिङ काउन्सिल जस्ता अत्यन्तै संवेदनशील नियामक निकायहरूले पनि एकैपटक आफ्नो सम्पूर्ण उच्च नेतृत्व गुमाएका छन्। यसले निम्त्याएको संस्थागत शून्यता सुन्दाखेरि यो एउटा कानूनी वा कागजी प्रक्रिया जस्तो मात्र लाग्न सक्छ, तर यसको प्रत्यक्ष असर हाम्रो दैनिक जीवनमा पर्छ। सोच्नुस् त, संस्थामा अधिकार प्राप्त हस्ताक्षरकर्ता नै नभएपछि के हुन्छ? दैनिक काम कारवाही ठप्प हुन्छन् र सर्वसाधारणले पाउने सेवा पूर्ण रूपमा रोकिन्छ। एउटा सामान्य हस्ताक्षर गर्ने अधिकारी नहुँदा नीतिगत निर्णयदेखि दैनिक आर्थिक कारोबारहरू कसरी नराम्ररी प्रभावित हुन्छन् भन्ने कुरा हामीले सहजै बुझ्न सक्छौं। विज्ञहरूले यसलाई एउटा निकै ठूलो व्यवस्थापकीय चुनौतीको रूपमा हेरेका छन्। विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष भीमप्रसाद सुवेदीको भनाई यहाँनिर एकदमै सान्दर्भिक छ।
उहाँ भन्नुहुन्छ, एकैपटक यति ठूलो संख्यामा पद रिक्त हुँदा अन्यल सृजना हुन सक्छ। समय तहका पदाधिकारीहरूलाई रिप्लेस गर्न समय लाग्न सक्छ र काम कारबाही प्रभावित हुन सक्छ। कुरा एकदमै स्पष्ट छ नि, एकै झट्कामा पदमुक्त गर्न जति सजिलो भयो त्यही ठाउँमा योग्य व्यक्तिहरू खोजेर ल्याउनु लजिस्टिक र व्यवस्थापनको हिसाबले पक्कै पनि फलामको चूडा चपाउनु जस्तै हो। अनि अर्को गम्भीर जोखिम पनि छ है, त्यो हो राजनीतिकरणको डर। एकैपटक यति धेरै ठाउँमा नयाँ नियुक्ति गर्दा प्राविधिक र विशेषज्ञता चाहिने ठाउँहरू पनि राजनीतिक विवादमा तानिने सम्भावना एकदमै बढी हुन्छ। भोलि जो कोही नियुक्त भएर आए पनि यो त सत्तारूढ दलको मान्छे हो भन्ने आरोप लाग्न सक्छ। यसले ती संस्थाहरूको विश्वसनीयतामै प्रश्नचिह्न खडा गर्न सक्छ। हामी यहाँ कुनै राजनीतिक पक्ष विपक्षमा वकालत गरिरहेका छैनौँ, तर तथ्यहरूले देखाएको यो सम्भावित संस्थागत जोखिमलाई पक्कै पनि बेवास्ता गर्न मिल्दैन। अबको बाटो के त? साँच्चै भन्नुपर्दा अहिलेको अवस्था एकदमै पर्ख र हेरको स्थितिमा छ। सरकारले नयाँ नियुक्तिको लागि कुनै ठ्याक्कै समय तालिका तोकिसकेको छैन। प्राप्त जानकारी अनुसार अहिले मुख्य गरी 3वटा कुराहरू भइरहेका छन्। पहिलो, नयाँ नियुक्ति संयन्त्रको पर्खाइ। दोस्रो, राष्ट्रपति कार्यालयमा करिब 20वटा कानून परिमार्जन गर्न केही नेपाल ऐन संशोधन गर्ने अर्को अध्यादेशको समीक्षा भइरहेको छ। र तेस्रो कुरा, नयाँ नियुक्तिका प्रावधानहरू अझै पनि पूर्ण रूपमा स्पष्ट नभएकोले यो गाँठो फुकाउन थप एउटा नयाँ अध्यादेश नै ल्याउनुपर्ने हुन सक्ने सम्भावना अधिकारीहरूले औल्याएका छन्। यो सम्पूर्ण घटनाक्रम र यसले ल्याएको भुइँचालोलाई विश्लेषण गर्दा अन्तमा एउटा निकै गम्भीर प्रश्न उठ्छ। यति ठूलो संस्थागत शून्यता र ठप्प भएका सार्वजनिक सेवाहरूका बीच नेपालका प्रमुख क्षेत्रहरूमा कसरी र कहिले फेरि पूर्ण रूपमा काम सुचारू होला? के यो प्रशासनिक शुद्धिकरणले साँच्चै नै सुधारको बाटो कोर्ला वा यसले लामो समयसम्म अस्थिरता मात्र निम्त्याउला? यसको जवाफ त अब आउने दिनहरूमा नेपालको समग्र शासन प्रणालीले नै दिनुपर्नेछ।